हेलो हेलो गुड मर्निङ हामी चाहिँ अहिले लगभग जमिनदेखि 4155 मिटर माथि हाइटमा भन्ने चाहिँ सुनेको छौँ। यस्तो चिसो छ नि आम्मामामा, जिन्दगीमा पहिलोचोटिको यात्रा हो मेरो यो होइन। पुरै मुटु नै थररररर बनाइदिने चिसो छ त्यसलाई। आम्मामा, यहाँबाट पनि अझै हामी 4 घन्टाको यात्रा छ। 4 घन्टा चाहिँ हिँडेर जानुपर्ने भन्ने कुरा छ होइन। ल बाफ्रे डाँडा होइन, अनि जिन्दगीमा नपुगेको ठाउँ पनि पुगिन्छ भन्छन् है। अनि कसलाई चाहिँ यसरी हिँड्न मन लाग्छ है, मलाई चाहिँ एकदम खुब मन लाग्छ, खुब रहर लाग्छ। यस्तो दामी ठाउँ छ यो चाहिँ सालपास लुचुङ है। यो चाहिँ भोजपुर गाउँपालिका 5 भोजपुरमा अहिले चाहिँ आमा यस्तो चिसो। ल बाफ्रे, हाम्रो चाहिँ 100 जना भन्दा बढीको टिम छ। कतिपय चाहिँ छोडिनु भयो हिँड्न नसकेर, उता तलतिरै जङ्गलतिरै हुनुहुन्छ अरे, कति तलतिर बाटोतिरै हुनुहुन्छ, कति वहीँ तलतिरै हुनुहुन्छ, कोही मात्र यहाँ आइपुगे। धेरै जसो चाहिँ हिँड्नै नसक्ने, पुरै चिसो मुटु नै सरर हान्छ, त्यो भएर हिँड्न नसक्ने, त्यो भएर कतिपयहरू छोडिनु भयो। पानी छुन सक्ने नै अवस्था छैन, पानी नै छुन सकिरहेको छैन। पानी नै छुन सकिरहेको छैन। ल हाम्रो चाहिँ सबैजना चाहिँ रेडी हुनुहुन्छ, रेडी हुनुहुन्छ है। सबैजना चाहिँ हामी चाहिँ माथिको यात्रामा छौँ, रेडी हुँदैछौँ पुरैजना। 100 जना भन्दा बढी छौँ हामी। ल चिसो। ल हाम्रो टोलीहरू चाहिँ रेडी हुँदै हुनुहुन्छ, सबजना 100 जना भन्दा बढी हुनुहुन्छ होइन। मेयर साहब पनि त्यहाँ हुनुहुन्छ भन्ने जानकारी आएको छ। मेयर साहब पनि, हामी जो माथि जान्छौँ, नसक्ने चाहिँ हामी तलै बस्छौँ। हामी चाहिँ यहाँ मेयर साहबले सबलाई भेला पार्दै हुनुहुन्छ। ल साहबले एकदम दामी ठाउँ है, कस्तो राम्रो ठाउँ चाहिँ तर चिसो धेरै, बाफ्रे धेरै नै चिसो, नसकिने रहेछ। मुटु बनाउँछ। त्यो हाम्रो धरानको टोलीहरू आउनु, धरानको टोली होइन भने नआउनु। धरानबाट आएको हामीसँगै आएको टोली छ भने चाहिँ आउनु है, केही कुरा सुन्नुपर्छ। ल सबैलाई नमस्कार छ, शुभ प्रभात, शुभ बिहानी भनौँ न। प्रभात त गइसक्यो, झुल्के घाम आइसकेको अर्थ चाहिँ बिहानी हो। त्योभन्दा अगाडि चाहिँ प्रभात भन्नुपर्छ, त्यो पनि सिक्नुपर्छ। ल शुभ बिहानी छ, ध्यान दिऊ है, अलिकति ध्यान दिऊ। अब त्यत्रो लामो मैले यहाँ केही बोल्न चाहेको छैन। हिजो आउँदाखेरि पनि हामी अलिक लथालिङ्ग तरिकाले आयौँ, बाटो नै त्यस्तो थियो, टिम ठुलो भएपछि त्यस्तै हुँदो रहेछ। त्यही पनि हामी हिँडेको मान्छे सबै आइपुग्यौँ भन्ने विश्वास लिएको छु। जङ्गलमा सुत्ने टोली आइपुग्यो है। अब हामी यहाँदेखि उता माथि जान्छौँ, त्यो अब यता म पनि फर्स्ट टाइम हो होइन। अब पहिला आएको भए पो यस्तो छ भन्नु, म पनि अरूले गाइड गरेर हिँडिराख्नु परेको हुन्छ। त्यसको कारणले अब यहाँदेखि माथितिर कहाँनिर पोखरी छ, यो डाँडा कटेर हरे भन्ने सुनिएको छ है। बिस्तारी जान्छौँ, यहाँ हामी सबै एकै खालको छैनौँ। कोही बेसरी कुद्ने पनि छौँ, कोही बिस्तारी हिँड्ने पनि छौँ होइन। विभिन्न लेभलको मान्छे छौँ, साथीहरूलाई पर्खेर लानुपर्छ है। हामी एक्लै आएको होइन, टिम हो नि हामी त। त्यसको कारणले बिस्तारी जान्छौँ, हिँड्न नसक्नेलाई अगाडि बढौँ। सालपा पोखरी त्यहाँ पुगेर मैले बुझेको चाहिँ, अब हुन त मलाई पनि थाहा छैन, त्यहाँ चाहिँ यसो होइन पूजा गरेर माथि के अरे सिलिचुङ चढ्नुपर्छ अरे भन्ने अघि भन्दै हुनुहुन्थ्यो दिदीहरू चाहिँ गइसक्नु हो तर होइन। यस्तो छ, त्यसले गर्दा यो हामी एक्लै आएको होइन, समूहमा आएको छौँ, यो कुरा बुझ्नुपर्छ। र समूहको मान्छेलाई केयर गर्ने। हामीले पानीहरू बोकेका छौँ, तर पानी अब छोइसक्नु छैन है, डिहाइड्रेसन भइरहेको हुन्छ क्या हामीले। अनि यहाँ सुन्नु है, म त्यत्रो धेरै जान्ने विज्ञ चाहिँ होइन, राम्रो बुझौँ है।
म त्यत्रो जान्ने विज्ञ चाहिँ होइन, तर यहाँको हावामा चाहिँ अक्सिजनको मात्रा अलिक कम हुन्छ। हामी जति उकालोमा जान्छौँ त्यति धेरै हामीलाई अक्सिजन धेरै चाहिन्छ, तर यहाँ चाहिँ अक्सिजनको मात्रा कम भएको कारणले होइन अल्टिट्युड सिकनेस जुन हुन्छ त्यो चाहिँ के अरे लेक लागेको भन्छ भन्ने मैले चाहिँ मैले चाहिँ बुझेको छु। त्यतिखेर चाहिँ यसो मकैसकै खाने के गर्ने भन्ने कुराहरू पाइराखेको छ। त्यो लसुनहरू सुँग्नुपर्ने अरे त्यो घरेलु होला उपचारहरू कोहीसँग त्यस्तोहरू छ भने, कोही बिराम हुन्छ भने हामीले साथीले सहयोग गर्नुपर्छ त्यो चिज। र पोखरीदेखि मासतिर चाहिँ अब को जाने को नजाने भन्ने कुरा अब आफूले तय गर्ने, आफ्नो ज्यानको होइन। अब म कस्तो छु भन्ने आफैले थाहा हुन्छ। तपाईँको पेट दुखेको छ कि टाउको भन्ने मलाई थाहा हुँदैन, तपाईँ खुट्टा गलेको छ कि ढाड भन्ने मलाई थाहा हुँदैन, त्यो तपाईँलाई नै थाहा हुन्छ। त्यसले गर्दा तपाईँको अवस्था कस्तो हो त्यो अनुसार जाने हो। अब माथि गएर अब माथि नै चुचुरै पुग्नुपर्छ सकिन्छ के अरे पर्छ त्यहीँ पुग्नु सकिन्छ पुग्नै पर्छ भन्ने पनि होइन होला। अब जति सक्दो माथिसम्म यसो जाँदै गर्दा पनि हुन्छ कि जस्तो पनि लाग्छ मलाई चाहिँ। अब के हो है त्यो चाहिँ तपाईँले विचार गर्नु त्यो चिज है। बाटो अप्ठ्यारो छ भन्ने पनि सुनिन्छ, अब रिङ्गाडा लाग्छ त्यहाँ मासतिर होइन अब भन्नेहरू छ। के अरे त्यो सबै कुराहरू ख्याल राखेर जानुपर्छ, होसले जाने हो। जस्तो आइयो त्यस्तै पुग्नु पऱ्यो, बिराम हुँदै जाने होइन घाइते भएर जाने किसिमले हुनु भएन, त्यो चिज छ। अब हामी बिस्तारै अगाडि जाउँ होइन। मैले अघि भनेको कुरा ख्याल राखौँ, कुद्नु सक्छु भन्दैमा आफू चाहिँ बस्दा कुद्ने अनि साथी चाहिँ तल त्यस्तो हुँदैन। हिजो राति पनि त्यही खालको स्थितिहरू भयो, गाडीहरू बिग्रिएर ढिलो भयो है। ल सबैको जय होस् है, जय सालपा सिलिचुङ। माथिको यात्रामा छौँ। यहाँ चाहिँ मेयर साहबले थोरै हामीलाई जानकारी गराइसक्नु भएको छ। यात्रामा सबैजना 100जनाभन्दा बढीको सल्लाह गरेको माथि नै आउँछ है भनेर मैले जानकारी दिएको है। चिसो तर धेरै चिसो छ, धेरै चिसो छ, धेरै गाह्रो छ, धेरै गाह्रो छ। आहा कस्तो राम्रो हेर्नु त ल। अनि यस्तो अलिक हुन्छ नि एट्याक गरिहाल्यो नहुने टाइपले। अनि अब यो बाघभन्दा ठुलो घुर्ने मान्छे यहाँ भएपछि म किन डराउने मेरो पालो सुत्यो म त। अनि यस्तो गरेर सुत्यो। अनि ल माथि हाम्रो टिम चाहिँ जाँदै हुन्छ माथि है। टोलीहरू चाहिँ जाँदैछ। अब हामीलाई चाहिँ एकदमै उत्साहले होला, सासले होला, यहाँ नजिक देख्दै गएपछि त झन् हामीलाई पुरै होइन एनर्जी मिलिसक्यो साथीहरू। ल त्यस्तो छ साथीहरू। ल यो ऐतिहासिक हाम्रो भिजिट हो। फेरि हामीले यस्तो कुराहरू गर्छु भन्दा पाइँदैन पनि, त्यही भएर पनि हामीले यो भाग्यमा हेलो गुड मर्निङ। हामी चाहिँ अहिले साल्पा पोखरी भन्ने ठाउँमा चाहिँ आइपुग्यौँ। साल्पा पोखरी चाहिँ यही रहेछ ऐतिहासिक पोखरी। यहाँ चाहिँ धेरैजना मान्छेहरू घुम्न आउनुहुन्छ, टाढोबाट मान्छेहरू, तर जो हर कोही आउन सक्दैन रहेछ। किनभने हामी पनि लगभग 100भन्दा माथि कोषमा आएको, तर हामी चाहिँ लगभग 50-60जना मात्र यहाँसम्म आइपुग्न सफल भयौँ। अरू साथीहरू बाटैमा बस्नुभयो, रेस्ट गर्दै हुनुहुन्छ, आराम गर्दै हुनुहुन्छ। सकिँदैन, चिसो यस्तो धेरै चिसो छ नि होइन, सकिँदैन यहाँ आउनलाई। एकदम कठिनाइ छ, घाँटी च्याप समाइदिन्छ, मुटु नै रोक्दिन खोज्ने खालको होइन। अझ लेक पनि लाग्छ अरे भन्ने चाहिँ हामीले पनि सुनेको, मैले पनि सुने। र यो चाहिँ लगभग हामी चाहिँ 4155 मिटर हाइट भन्ने चाहिँ यहाँको बासिन्दाहरूले जानकारी दिएअनुसार चाहिँ होइन चाहिँ साल्पा पोखरी एकदम राम्रो ऐतिहासिक पोखरी रहेछ, एकदम राम्रो लाग्यो। हाम्रो यात्रा चाहिँ साल्पा सिलुचुङ डाँडासम्मको, त्यहाँ पुग्न पनि अझै 1-1.5 घन्टा नै 2 घन्टा जति लाग्छ भन्ने चाहिँ जानकारी हामीले पाएको छौँ। हेरौँ जान सकिन्छ कि सकिँदैन। अब एकदम ऐतिहासिक ठाउँ रहेछ। धन्यवाद। हेलो गुड
मर्निङ हामी चाहिँ साल्पा पोखरीसम्म चाहिँ आइसक्यौँ। अब त्यो माथिको त्यो देखिरहेको त्यो कुहिरो मुनिको डाँडा चाहिँ साल्पा सिलुचुङ भन्ने डाँडा चाहिँ त्यही रहेछ है। त्यहाँ पुग्नको लागि चाहिँ यति धेरै गाह्रो रहेछ। म चाहिँ जान सकिनँ होइन, धेरै जान सक्नु भएन। कतिपयजनाहरू चाहिँ गइराख्नु भएको छ। एकदम धेरै गाह्रो हुन्छ अरे त्यहाँ, एकदम चिसो एकदम होइन। कति धेरै मान्छेहरू प्लेस भएर ढल्नु भएको छ अरे त्यो बाटो होइन। यस्तो छ धेरै कम्ती मात्र जान सक्ने अवस्था रहेछ त्यहाँ। एकदम धेरै गाह्रो रहेछ। म चाहिँ जान सकिनँ है। हामी चाहिँ अब आज चाहिँ हामी यहीँ बस्छौँ, साल्पा पोखरीमै बस्छौँ। अनि भोलि चाहिँ हामी फेरि धरान फर्किन्छौँ है। ठाउँ चाहिँ एकदम दामी छ, तर एकदम धेरै गाह्रो। यहाँ लेक लाग्ने होइन, घाँटी दुख्ने, मुटु समाउने, चिसो एकदम सकिँदैन, बस्नलाई नसक्ने अवस्था। बाफ्रे ल है त, धन्यवाद। हाम्रो भिडियोहरूलाई माया गरिदिनु होला।